जब बाढीले सबै बगायो, एउटी आमाको चितकार, मेरो छोरी खै। रसुवाको भोटेकोसीमा आएको बाढीका कारण अहिलेसम्म 22 जनाको मृत्यु भइसकेको छ। 80 जना भन्दा बढी मान्छेहरू घाइते भइरहेका छन्। अन्य व्यक्तिहरूको त सब पनि भेटिएको छैन। लाग्छ यो भदौ महिना नै पनौती रहेछ। पहिलेको भदौ महिनामा देश चल्यो, अहिलेको भदौमा देश बग्दैछ। घर छैन, अन्न छैन, सुरक्षित ठाउँ छैन, बाँकी छ त केवल आँसु, पीडा र केही आशाहरू। रुवाबासीका बीच आफ्नै घर, खेतबारी, जिन्दगी भरको मेहनत आफ्नै आँखा अगाडि बगिरहेको छ। यो बेलामा भने एकले अर्कोलाई सहयोग गर्नुपर्ने अवस्था हो, तर कतिपय ठाउँमा भने यो विषयमा मजाक बनाइरहेका छन्। एकातिर भने बाढीका कारण आफ्नो जिन्दगी भर कमाइ गरेको घर पनि बगिरहेको छ, खेतहरू बगिरहेका छन्, पुलहरू भत्किएका छन्, आफ्ना परिवार नै बगिरहेका छन्। अर्कोतिर भने खाना पकाउने ग्यास समात्नको लागि यसरी बाढीको बीचमा गएर ग्यास तानिरहेका छन्। दुःख के हो त्यो व्यक्तिले सोध, जसले बाढीका कारण आफूले जिन्दगी भर कमाइ गरेर बनाएको घरखेत बगे। दुःख के हो त्यो व्यक्तिले सोध, जसले बाढीमा आफ्ना परिवार गुमाए। यसैबीच एउटी आमाको चितकार, जो बाढीले सबै कुरा बगायो, तर ती आमालाई भने एउटै चिन्ता छ, मेरो छोरी कहाँ छे। अहिले यो भिडियोले सामाजिक सञ्जालमा धेरैले भावुक बनाइरहेको छ। बाढीका कारण रसुवा, चितवन, धादिङ लगायतका जिल्लाहरूमा निकै नै तनावग्रस्त भएको छ। यदि तपाईँहरू त्यो बाटोबाट लामो यात्रा गर्दै हुनुहुन्छ भने सचेत रहनुहोला र हामी सबैजना मिलेर नेपाली सेना र नेपाली प्रहरीलाई सहयोग गर्ने अवस्था आइरहेको छ। नेपाली सेनाको टोलीले भने धेरैजनाले उद्धार गरिसकेको छ। कतिपय छतमा बसिरहेका छन्, कतिपय भने बाढीको बीचमा रुखमा अड्किएर बसिरहेका छन्। ती व्यक्तिहरूलाई भने एक एक गरी नेपाली सेनाको टोलीले उद्धार गरिरहेको छ। यो सिर्फ नेपाली सेना र नेपाली प्रहरीको मात्रै काम होइन, यो हामी सबै नेपालीको काम हो। त्यसैले एकले अर्कोलाई सहयोग गरौँ र भिडियोलाई धेरै भन्दा धेरै सेयर गर्नुहोला।